विदेशमा श्रीमान हुनुहुन्छ भने नि श्रीमतीहरूले घरका मसिना तसिना हगे पातेका कुरा लाएर श्रीमानलाई दिमाग पञ्चेट बनाउने काम बिल्कुल नगर्नु है दिदीबहिनीहरू। हजुरहरू पो घरमा आफ्नो परिवार छोराछोरी इष्टमित्र आफ्नो देश आफ्नो रहन सहनमा बस्नु भएको छ। परदेशमा तपाईको श्रीमान एक्लै हुनुहुन्छ, त्यसै पनि उहाँको दिमागमा हरेक प्रत्येक पटक कुराहरू खेलिरहेको हुन्छ। मेरो घर परिवारले के गर्यो होला, कसो गर्यो होला, मेरो छोरा कहाँ गयो होला, छोरी के गर्यो होला भनेर मनमा डर तरास भइरहेको हुन्छ। अनि त्यही माथि तपाईले सानातिना हगे पातेका कुरा लाउँदाखेरि तपाईको दिमाग श्रीमानको दिमागले काम गर्छ। दिदीबहिनीहरू, तपाईहरूलाई पैसा पनि चाहिने, सुख पनि चाहिने, मिठो खाना पनि, राम्रो लाउन पर्ने, अनि सानातिना हगे पातेका कुराहरू बुढालाई सुनाएर दिमागै पञ्चर बनाइदिएर भोलि त्यो बुढालाई केही भयो भने चाहिँ अनि तपाईहरूलाई कसले सुख आनन्द दिन्छ। त्यही भएर श्रीमतीजीहरूलाई मैले के भन्न चाहन्छु भने श्रीमान विदेशमा हुनुहुन्छ भने घरमा राम्रोसँग घर सम्हालेर छोराछोरी आफन्त इष्टमित्र सम्हालेर बस्ने, अनि सासू ससुरा होइन सबैसँग, अनि श्रीमानलाई साना कुरा लाएर दिमाग पञ्चर बनाउने काम गर्दै नगर्नु दिदीबहिनीहरू है। तपाईँ श्रीमतीले नै हो श्रीमानको दिमाग कसरी शान्त बनाएर राख्ने भन्ने कुरा। त्यो सानातिना कुराहरू लाएर बुढाको दिमाग पञ्चेट भयो भने राति सुतेको मान्छे बिहान उठ्दैन भने के गर्नुहुन्छ। हार्ट एट्याकको समस्या कति छ अहिले। विदेश बसेको मान्छे सुख आनन्दले बसेको हुन्छ, कति प्रत्येक राति सुत्न पनि सक्दैन, सपनामा उनले आफ्नो परिवारै देखेको हुन्छ, विपनामा पनि देखेको हुन्छ, त्यही माथि कुरा लाइराख्ने। यो गल्ती भुलेर पनि नगर्नु दिदीबहिनीहरू।